ढेर परदेशी। हामी परदेशीको दुःख हर कसैले देख्न अनि बुझ्न चाहँदैनन्। ढेर परदेशी, नमस्कार। म तपाईहरुकै मित्र भूप बिन्दास महातारा। सबैले भन्ने गर्नुहुन्छ, हामी परदेशीलाई कमाउन हिँडेपछि त धेरै ठुलो मान्छे भइस्, बोल्नै छोडिस् भन्नुहुन्छ। कसरी सुनाऊ म हजुरहरूलाई हाम्रो बाध्यता। बिहानीको चिसमिसे सँगै ड्युटी निस्किनु पर्छ अनि दिनभरको काम थाकेको शरीर लिएर निकम्म भएर रुममा फर्किनुपर्छ। भोकले नमिठो बनाएर च्यापिरहेको पेट, थाकेको शरीर अनि भान्सा गर्नुपर्ने हाम्रो बाध्यता। ढेर परदेशी, भान्सा नगरौँ भक्कै सुत्नुपर्छ। भान्सा गरौँ भने शरीर थाकेर गलिसकेको हुन्छ अनि तपाईहरु भन्नुहुन्छ, परदेश गएर कमाउने भएपछि त बोल्नै छोडिस् भनेर। ढेर परदेशी, म त परदेशी।